कानको टप्पा खत्रै हो। जुनर 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 यो लाएर त कहाँ सुटिङ गर्न जानु भन्दा यत्रो झुन्नर झुन्नर। कानको चाहिँ दामी रहेछ होइन, तर अब छोरा मान्छेले किनेको यो हाम्रो छोराले चाहिँ दिल्लीबाट ल्याएको अरे यहाँ बहिनीहरूको लागि। भगवान् यो त कहाँ लाएर जानु हामी चाहिँ कहाँ सुटिङ गर्नु जानु यो लगाएर। अनि काम गर्दा त यो कानको लायो भने त हाम्रो कान त चुडिन्छ त है। कहाँ सुटिङ गर्नु जाने यो कानको लगाएर। मेरो त फेरि भित्रमा नि यति टक्कै यहाँ छुँदैछ हो। दामी चाहिँ दामी लाग्यो, बहिनीहरूको लागि ल्याइदिएको रहेछ चाहिँ मुजुर रहेछ। कानको ल्याउनु चाहिँ यहाँ छ, दिल्लीबाट ल्याएको रे बहिनीहरूले। आफै गडाङगुडुङ गर्छ, मेरो फोन पड्काइदिन्छ होला हौ। यसले मेरो लागि चाहिँ केही ल्याएन रहेछ है, तर मेरो लागि केही छैन, त्यसको बहिनीहरूको लागि मात्रै छ यहाँनिर झुन्नर। जुस खाने गिलास ल्याइदिएको अरे मलाई चाहिँ, फेरि जुस खानु अरे केही छैन, ठिकै छ। तर पनि है चिनो भनेको कुरा जस्तो भए पनि चिनै हो नि त होइन। भन्दैछ छोरा मान्छे जान्दैन किन्नु बिचरा। जुस खानु है छेमा अरे यसमा चाहिँ मलाई। यतिखेर कसले कल गर्छ हौ पानी आएको बेला टेनेक मेरो फोनमा। फेरि कस्तो लाग्यो साथीहरू कमेन्ट गर्नुहोस्। मेरो छोराको कोसेली बहिनीहरूको लागि ल्याएको अरे कानको चाहिँ, ट्राई गरिदिएको नि मैले पनि जे सुटोस् भनेर।